एउटा जान्नु है यहाँ लेखिदिएको छु अहिले सबै चिन्नु छ हजुर मलाई एउटा फेरि भन्नु मन लाग्यो सायद यो शिक्षणको अभ्यास हो मैले भन्नु उहाँको अनिवार्य विषयमा नेपालीमा राख्दैन स्वास्थ्यमा व्यक्तिजना अनि अङ्ग्रेजीमा व्यक्तिजना आउँदै आउनुहुन्छ अनि पढाउने काम चाहिँ 70% हाम्रो भइसक्यो भनेर रिपोर्ट गर्नु कसै कतै आउने कि भन्न खोजेको तपाईँले ख्याल गर्नु है त्यहाँ हेर्नुहोस् है यहाँ के भने सूक्ष्म शिक्षामा 10वटा कक्षा एकजनाले पढाउनु पर्छ भनेर नठाडिकन भन्न सक्छ कतिवटा पढाउनु हाम्रो धेरै कुरा भइसक्यो नढाडी कतिवटा कक्षा पढाउनु कि बोल मडलमा साला खाला हामी खाते बराबर गइसकेका छौँ हामीले स्कुल पठाइदिइहाल्यो हुन्थ्यो भन्नु होइन सर मैले कुरा बुझ्नु शिक्षणको अभ्यास हो देशमा तान्के पाठले मात्रै बनाएर चाहिँ हाम्रो सबै सकियो भन्ने अर्थमा फेरि बुझ्नु भयो पढाएर सकियो हो साँच्चै नेपाली म भन्छु नेपाली मैले एकजना दुईजना विद्यार्थी जम्मा 10वटा पाठले बनाएर पढाउनु पर्छ पहिलेसम्म जम्मा साउन्डदेखि एक दुईजना विद्यार्थी बाहेक 10वटा कसैले पढाउनु पर्छ सूक्ष्म शिक्षणको मात्रै सूक्ष्म शिक्षणको मात्रै जब उहाँहरू नियमित आउनु अरूको त 5-6वटा सूक्ष्म शिक्षणको भइरहेको छ अब सहपाठी शिक्षणको 6वटा 15वटा बनाएर 6वटा पढाउने काम बाँकी सिङ्गै बाँकी छ नेपालीमा अब स्वास्थ्य र अङ्ग्रेजीको सबै भइसक्यो जस्तो लाग्यो मलाई यसो बुझ्दाखेरि हो त यहाँ आएर भन्दाखेरि हामीले हाम्रो सबै कुराको कुरा भइसकेको छ पढाएर कुरा भएको हो कि त्यहाँ लेखेको सुन्ने त्यहाँ हेर्नुहोस् त्यो टिप्नु एकछिन त्यो टिप्नु त्यहाँ मेन्टेन मात्र लेखेको छ मुरलीधर त मान्दैन कम्तीमा यो 10वटा पढाउने यो 6वटा पढाउने भन्दा चाहिँ यसको 70% पढाएको हुँदैन साँच्चै पढाएको छाती हात राखेको हुन्छ त्यसै घोडा अनि त्यसो भएर हामी नपढाएर पढाएको छौँ पाइँदैन शिक्षण कति गरियो त्यो कुरा भन्नु पर्यो कि एउटा पाठशाला बनाएर घरपछि बनाएर शिक्षणको अभ्यास शिक्षणको अभ्यास हो पढाउने अभ्यास कतिवटा गरियो अनि हाम्रो लगभग सकिन्छ मैले नेपालीकै केही अनुवाद देखेको छु प्रायः देखेकै छन् गर्दा आउनेहरू पनि 2-3 जना कहिले काहीँ झल्याक आउने र यसरी चाहिँ हाकिम पढ्ने भगिनीहरू हुनुहुन्छ है अरू पढाएको देखेर चित्त हान्छ जान्छ उहाँहरूको हालत के हो पछि गएर के गर्नु पर्ने हो उहाँहरूले आफैले सोध्नु के को लागि क्याम्पस आउनु छ घरमा के को लागि अब अर्को कुरा धेरै सो अहिले गाउँघरका क्याम्पसहरूमा धेरै ठाउँमा बिएड गराउन थाहा छैन माडीमा पनि छ सबै क्याम्पसका विद्यार्थीहरूले भर्ना गरेको बेलामा के भनेको भने कुन क्याम्पसमा गयो भने प्र्याक्टिकल पनि सबै सरले गरिदिन्छ अनि टिचिङ प्र्याक्टिस पनि अन्त्यमा एक दिन गए पाइएको कुन क्याम्पस छ त्यो क्याम्पसमा भर्ना हुन्छ कस्तो खाले विद्यार्थीहरू अहिले त्यस्तो किसिमको परम्परा ठिक हो विद्यार्थीमा धेरै दुःख दिन्छन् सरहरूले सिक्नुपर्छ ढेक्काहरूमा राख्नुपर्छ पढाउनुपर्छ सबै गर्नुपर्छ त्यो जान्ने केही फाइदा छैन परम्परा त पाइहालिन्छ जसरी पनि भन्ने किसिमको वातावरण सिर्जना हुँदै गयो तपाईँ झाडा टार्ने यसमा गाई भोगेर जातिले लिखित जातिलेहरूले पनि अब यसमा हेरचाह गर्नुमा तपाईँको मैदानमा पुग्नुहुन्न पासमा हुनुलाई परम्परा लिएर
लाइन लागेर बजारमा म बेरोजगार मै भन्दै हिँड्नु पर्ने बाध्यता नआओस् भन्ने हाम्रो मन छ। तपाईँले पढाउनै सिक्नु भएको छैन, पढाउनु भएको छैन, त्यहाँ गएर कसरी पढाउँछ कि कसरी विश्वास गर्नु? यही पढाउनु भएको छैन, त्यहाँ गएर कसरी पढाउँछ? मैले स्कुलमा पहिलेदेखि पढाइरहेको छु भनेर गफ आएको नि हुँदैन। यहाँ हाम्रो यो सैद्धान्तिक कुराअनुसार प्रयोगमा यो नियमअनुसार पढाएको हुनुपर्छ। तपाईँ जाहिर पढाएको यहाँ हामीले भन्ने छ यहाँ पढाउनु। त्यही हो, सबैले सम्झिनु होला कति काम गरेको छु, कति काम गरेको छैन। एकै दिनमा आएर त्यसमा भटरट बनाएर सबै सबै गरेर शिक्षण अभ्यास हुन्छ र त्यही गरे त्यसलाई शिक्षण अभ्यास भनिन्छ। पढाएको अभ्यास हो त्यो, झाडा टार्ने अभ्यास हो, त्यसको नाम झाडा प्र्याक्टिस अभ्यास हुन्छ। शिक्षण अभ्यास हुने जसलाई शिक्षण अभ्यास भनिँदैन। त्यही हो त हाम्रो नभए अब अझै गौरी सबै भन्नु तपाईँहरू केही सिक्न आउनुभएको हो कि झाडा टार्नु? सिक्न बाबाले भगत बसेर बजाएको तपाईँले केही लक्ष्य बनोस् भनेर हो कि अनि यसरी शिक्षाबाट भागेर बस्छ भन्छ? समस्या समाधानमा जुट्न परेन, फेस गर्नु परेन। त्यसो भएको हुनाले तपाईँहरू अझै समय बाँकी छ। हामीले विद्यालय नपठाइन्जेल जति पढाउनु भएको छैन आएर प्रत्येक दिन विषय शिक्षकलाई विषय शिक्षक आउनु भएको छ भने आफ्नो विषय शिक्षक आउनु छ, विषय पढाउने भर्ने पाठहरू बनाएर हुँदैन, पढाएकै हुनुपर्छ। भोलि जस्तो बाँकी छ अरू एउटा कुरा भन्न बाँकी छ। म चौथो वर्षमा अनुसन्धान विधि पनि पढाउँछु, रिसर्च मेथड पनि पढाउँछु मैले। त्यसमा 20 पूर्णाङ्कको र अनुसन्धान कार्य छ, थेसिस लेख्नु पर्छ नेपालीमा। अङ्ग्रेजीमा सायद 50 पूर्णाङ्कको होला, स्वास्थ्यमा गर्छ मलाई थाहा भएन। त्यो रिसर्चमा मैले त्यो पनि पढ्दैछु। मैले अहिले केही त्यो अनुसन्धानतिर रिसर्चतिर विद्यार्थीलाई जोड्याएको हुनाले त्यसलाई पढाउने काम चाहिँ अलिकति कम भएको हो। मैले दुईटै विषय पढाउने हुनाले त्यसलाई अब फेरि त्यो प्रपोजल राइटिङ छ, अनुसन्धान प्रस्ताव लेखन त्यो भइराखेको छ हाम्रो नेपालीमा। त्यो अनुसन्धान प्रस्ताव लेखन गरिसकेपछि त्यो अनुसन्धान गर्ने काम, हेसी लेख्ने काम त अक्सर क्याम्पस बन्द भएपछि गर्न पनि पाइन्छ। त्यसलाई चाहिँ लगेर फेरि अब उहाँलाई चाहिँ म पढाइदिएर फेरि दोहोऱ्याउँदै त्यसरी नेपालीको चाहिँ पढाउने काम चाहिँ अझ पुरा राम्रोसँग गर्नु नसकेको कारणले पनि उहाँले चाहिँ अहिले त्यो अनुसन्धान मात्र अलिक बढी घट्नु भएको छ। त्यसलाई हामीले फेरि अनुसन्धान प्रस्ताव तयार भइसकेपछि फेरि हामी एउटा मैले दुईवटा घन्टी एउटै कक्षामा सँगसँगै मैले पनि पढाउने हुनाले मैले दुईटै घन्टीलाई चाहिँ अहिले अनुसन्धानमा जोडेको छु र फेरि अनुसन्धानमा रोकेर अब हामी शिक्षणको लाग्ने छु। त्यसै आएर पढाएर गर्नुलाई म विषय शिक्षकसँग सोध्छु, त्यसको रेकर्ड हुन्छ, आएर पढाउनु होला भनेर विषय शिक्षक उहाँले आफ्नो विषयमा शिक्षण अभ्यासका बारेमा केही कुरा भनिदिन हार्दिक र कतिजनाले कतिवटा पाठ पढाएर त्यसको जानकारी म